ल है साथीहरू, आज चाहिँ म चाहिँ छुट्टीको दिनमा चाहिँ कोन्बिनीतिर गएको थिएँ केही किनमेल गर्नु। त्यत्रो गयो हतारमा चाहिँ मैले के गरेछु भन्दा ट्याक्क पारेर लुगा चाहिँ उल्टो लगाएर गएछु क्या। उल्टो लगाएर चाहिँ घुमिरहेर छु। फर्किँदा बाटोमा पो फ्याट्टदेखि यसो हेरेको त हात बाहुला त उल्टो छ त। बाबारे, उल्टो लगाएर घुमिरहेर छु। यसरी मेरो आजको दिन चाहिँ सुरुवात भयो। र म चाहिँ यो खेतको बिचबाट चाहिँ हिँडिरहेको छु। दुईतिरै धानहरू भर्खर रोपेको धानहरू छ। र यो के छ भन्दा यो खेतहरूको बिचमा नि बाटोहरू चाहिँ राम्रो छ के। यो एउटा ऐसा पिच बाटोहरू छ त। यो चाहिँ जापानको फुकुओका भन्ने ठाउँ हो। र यसको साइडहरूमा सबै तार जालीहरूले बारेको छ। अनि त्यही हो, हामी सधैँ हिँड्ने बाटो हो यो। यसको के भन्छ, यो यस्तो छ साथी, घरहरू हुन्छ है। अनि यो सानो गाउँ छ यहाँ। यही गाउँको छेउमा चाहिँ मैले काम गर्ने कम्पनी पनि छ।